हेलो। मलाई सुन्नुहुने अनि मलाई देख्नुहुने सारा संसारमा भएको दाजुभाइ दिदीबहिनी अङ्कल आन्टी बाजे बोजू जतिजना तपाईँहरू हुनुहुन्छ, म तपाईँहरूको बिचमा फेरि पनि आएको छु आज बाइबल पढ्नेको तरिका सिकाउनुको निम्ति। र मलाई विश्वास छ तपाईँहरूले फेरि पनि बाइबल पढ्नुहुनेछ। त्योभन्दा पहिले तपाईँ हामी सबै मिलेर उहाँलाई भन्नेछौँ जय मसी। अनि तपाईँको बिचमा म अब 17वां पुस्तक लिएर आउँदैछु। 16वटा पुस्तकलाई मैले सकिसकेको छु र म 17वां पुस्तक म तपाईँहरूको बिचमा लिएर आउँदैछु। तपाईँलाई थाहै छ है, म भुटानबाट, मेरो नाम विकास। अनि देशलाई पनि सुधार ल्याउने, आफ्नो राजा मन्त्रीको कुराहरूलाई सुन्ने, आमा बुबाको आज्ञा पालन गर्ने, छरछिमेकीमा मिलमिलाप भएर बस्ने, आफ्नो परिवारलाई सम्हालेर बस्ने, ज्ञान बुद्धि सबै कुरो प्राप्त गर्नु निम्ति म तपाईँलाई धर्म पढ्ने, धर्मशास्त्र पढ्ने जुन चाहिँ ज्ञान बुद्धिहरू तपाईँलाई मैले सिकाइरहेको छु। मलाई विश्वास छ तपाईँले जति यो भिडियो सुरुदेखि लिएर अन्तिमसम्म तपाईँले हेरिसक्नुहुनेछ अनि सुनिसक्नुहुनेछ। अनि मलाई विश्वास छ तपाईँहरू ज्ञानी बनिनुहुनेछ है। र आजको 17वां पुस्तक चाहिँ के को बारेमा छ भने एस्तरको पुस्तकको परिचय म तपाईँलाई दिन चाहन्छु। म जहिले पनि त्यही कुरोहरू मात्रै सिकाउँछु तपाईँलाई, पुस्तकको परिचय दिन्छु र पुस्तकको भित्र कस्तो कस्तो रहस्य कुराहरू लेखेको छ त्यो कुराहरू अलिअलि म तपाईँलाई बिचबिचमा टपिक जस्तो भन्न चाहन्छु है। अनि त्यो सुनेर चाहिँ तपाईँहरूले बाइबल पढ्नुहुन्छ। जतिजनाले पढिलेखी छैन, तपाईँहरूको घर परिवार या छरछिमेकी कोही पढेको छ भने गएर तपाईँले 1 अध्याय 2 अध्याय भए पनि पढी मागेर तपाईँले सुनेर पनि तपाईँहरू ज्ञानी बन्नुहुन्छ। र जतिजनाले पढ्नुभएको छ तपाईँहरूले 24 घन्टामा अलिकति परमेश्वरको टाइम निकाल्नुहोस्, बिहान झुर्के उठ्नुहोस्, प्रार्थना गर्नुहोस् अनि 1 अध्यायलाई पढ्नुहोस्। तपाईँहरूले 12 बजी तपाईँको लन्चको छुट्टी हुन्छ है, कति ठाउँमा टाइम 1मा छुट्टी हुन्छ 1 बजी है, त्यति बेला पनि तपाईँहरूले लन्च खाइसकेर 1 अध्याय पढ्नुहोस्। अचेल त बाइबल बोकी हिँड्नु पर्दैन, तपाईँले मोबाइलमै डाउनलोड गरे पनि भइहाल्छ है। अनि त्यसको बादमा बेलुका तपाईँहरू सुत्नुभन्दा अगाडि 1 अध्याय पढ्नुहोस्। दिनमा 3 अध्याय पढ्यो भने महिनामा तपाईँहरूको के हुन्छ, तपाईँहरूले 90 अध्याय पढिसक्नुहुनेछ। त्यसले गर्दा तपाईँहरूलाई यही बाइबल पढ्नेको तरिकाको निम्ति म तपाईँलाई सिकाउँ। म कहिले पनि म वचन बोल्दिनँ, तपाईँलाई पदहरू बताउँदिनँ, सिर्फ पुस्तकको परिचय र भित्र त्यो पुस्तकभित्र कस्तो कस्तो कुरो लिएर के रहस्य कुराहरू हामी बुझ्न सक्छौँ बाइबल पढ्यो भने भन्ने कुराहरू मात्रै म तपाईँलाई सिकाइरहेको हुन्छु है। र ठिकै छ। अनि तपाईँहरू जब पढ्नुहुन्छ अनि के हुन्छ, आफ्नो देशमा तपाईँले शान्ति ल्याउनुहुन्छ। भन्नुपर्छ आफ्नो देशको राजा मन्त्रीको कुराहरूलाई सुन्नुहुन्छ, कानुनलाई सही गर्नुहुन्छ तपाईँले, अनि आफ्नो देशलाई पिस क्लिन ग्रिन बनाउन सक्नुहुन्छ तपाईँहरूले। अनि हो यसकै लागि म तपाईँहरूलाई जहिले पनि तपाईँहरूको बिचमा म आइरहेको छु सिकाउनु निम्ति। र आफ्नो पति पत्नीमा प्रेम, आफूभन्दा ठुलो बाबुआमा बाजे बोजूको आदर इज्जत, आफूभन्दा ठुलोको आदर इज्जत गर्ने हुनुहुन्छ तपाईँहरू। त्यहाँदेखिको तपाईँहरूले आफ्नो छिमेकीलाई कसरी प्रेम गर्नुपर्ने, आफ्नो साथीभाइहरूसँग कसरी मिलमिलाप राख्नुपर्ने, आज बिग्रेको नासेको सङ्गत भएको मानिसहरूसँग तपाईँहरू सङ्गत गर्नुहोस्, बिग्रेको नासेकोहरूसँग, र त्यसलाई सही बाटोमा ल्याउने कोसिस गर्नुहोस्। जब तपाईँ धर्मशास्त्रलाई पढ्नुहुन्छ अनि मात्रै ड्रग्स युज गर्नेहरूलाई, जाडुसी खानेहरूलाई, धुम्रपान गर्नेहरूलाई होइन, आज मानिस चोर्ने ढाँट्ने गुन्डा गर्दी बेविचार लुटमार काममा हिँड्नेहरूलाई तपाईँहरूले के गर्नुहुनेछ, सही बाटोमा ल्याउनु सक्नुहुन्छ। म तपाईँलाई यही कुरा भन्न चाहन्छु, राम्रो मान्छेको सङ्गत होइन, नराम्रो मान्छेको सङ्गत गर्नुहोस्, तर त्यो नराम्रो मान्छेलाई तपाईँले सुधार्नुहोस् र सही बाटोपट्टि हिँडाउनुहोस्। त्यसमा आफ्नो देशको राजा मन्त्री पनि खुसी हुन्छ है। र त्यो मानिसको ज्यानलाई तपाईँले बचाउनुहुन्छ, उसको आत्मालाई, भड्केको आत्मालाई बचाउनुहुन्छ। त्यसमा तपाईँ ज्ञानी र स्वर्गको बाटो प्राप्त गर्न सक्नुहुन्छ। त्यसलाई एउटा धर्म भन्छ। अनि यो धर्मशास्त्र पढ्दा अर्को कुरा पनि, नाङ्गोलाई लुगा दिनु सक्ने, भोकालाई खाना दिनु सक्ने, तिर्खा लागेकोलाई प्यास मेटाउनु सक्ने, दुख बिमारमा मरौपरमा हरेक कुरोमा साथ दिनु सक्ने तपाईँहरू छोराछोरी बनिनु सक्नुहुनेछ है। यही कुरोहरू म तपाईँहरू बिचमा भन्न चाहन्छु। त्यसले गर्दामा तपाईँहरू धर्मशास्त्रलाई पढ्नुहोस्, आज धेरै ज्ञानी बन्न सक्नुहुन्छ है। हुन्छ, म अब पुस्तकको परिचयको म सुरु गर्नेछु। अनि एस्तरको पुस्तकलाई हामीले हेर्दैछौँ है। एस्तरको पुस्तकको
परिचय चाहिँ कस्तो छ, के छ, त्यो कुराहरूलाई म तपाईँहरूको बिचमा राख्न चाहन्छु। ल म सुरु गर्दैछु, ध्यानसँग सुन्नु होला। अनि यो पुस्तकमा एस्तर कस्तो हुनुहुन्थ्यो र लेख्ने मान्छेहरूको नामहरू यहाँ छ कि छैन है, कस्तो के हो, अनि पुस्तकले के कुरोलाई बुझाउन खोजिरहेको छ, त्यो कुराहरूलाई म तपाईँहरूलाई एउटा पुस्तकको परिचय दिन चाहन्छु। एस्तरको पुस्तकको परिचय चाहिँ यस्तो प्रकारले छ। यो पुस्तकका घटना फारसका सामर्टको हिउँदे महलमा घटेका थिए। बुझ्नुभयो? अनि म तपाईँलाई स्लो मोसनमा सुनाउँदैछु है, ल ध्यानले सुन्नुहोस् है। अनि अर्को कुरा यहाँ हामी बुझ्न सक्छौँ कि त्यही महलकी रानी एस्तर। अब एस्तर चाहिँ कुन हुँदो रहेछ? रानी। बुझ्नुहुन्छ नि? अनि रानी एस्तर यस पुस्तकको केन्द्रीय अनि व्यक्तित्व हुन् र अब यो पुस्तकको यो सबै कुरोमा राम्रो काम गर्ने एउटा नायक भनौँ न है, उहाँ चाहिँ एस्तर रानी हुनुहुन्छ। बुझ्नुभयो? त्यो कुरालाई बुझाउन चाहनुहुँदैछ यहाँ। अनि उनी एक यहुदी थिइन्, उहाँ चाहिँ यहुदी हुनुहुन्थ्यो। अनि आफ्नो रूप र गुणको कारणले उनी रानीको स्थानमा पुगिन्। उहाँको यस्तो राम्रो गुण भएको कारणले गर्दामा चाहिँ उहाँ एउटा रूप पनि राम्रो भएको कारणले उहाँ रानीमा पुग्नु सकेको कुराहरू बताएको छ। अनि अर्को कुरा हामी फेरि हेर्दै जान्छौँ। यहुदीहरूको एक भयानक है शत्रुले यहुदी जातिलाई काटमार गरी मेटाइदिने षड्यन्त्र पनि गर्दा आफ्नो जातिलाई एस्तर महारानीले बचाइन्। यहुदीहरूलाई अब यहाँनिर काटमार गर्ने कुराहरू यो पुस्तकको भित्रमा छ र यो कुराहरू काटमार गर्ने, उहाँलाई मार्ने, नाश गर्ने कुराहरूबाट बचाउने पनि आज एस्तर रानी नै हुनुहुन्छ। र कुन कुरामा चाहिँ उहाँले बचाउनुहुन्छ भन्नुभयो त राजा जति बेला खुसी हुनुहुन्थ्यो त्यो समयमा चाहिँ रानीले त्यस्तो कुराहरू निकालेर आफ्नो परमेश्वरको बासिन्दाहरूलाई बचाउनुहुन्थ्यो है। अनि त्यही अद्भुत है महान कामको वर्णन नै एस्तरको पुस्तकको मूल विषय हो। त्यो राम्रो काम चाहिँ एउटा मूल विषय भएको छ यहाँनिर है। पुरिम भनिने यहुदी पर्वको सुरुवात कसरी भयो भने हामी एस्तरको कथाबाट थाहा पाउँछौँ। यो कुराहरूलाई पनि तपाईँले बाइबलको पुस्तकभित्र पाउनुहुन्छ। यस पुस्तकको लेखकको नाम थाहा हुन सकेको छैन। अघि तपाईँलाई भनेको थिएँ नि को होला लेखक बा छ कि छैन भनेको थिएँ नि तपाईँलाई मैले है। र यो पुस्तक चाहिँ अब लेख्ने को कस्तो हो त्यो कसैलाई थाहा भएको छैन, कसले लेखेको हो भन्ने कुराहरू नि आज बाइबलले थाहा दिनुभएको छैन। तर यहुदीहरूको भनाइ चाहिँ कस्तो छ त सुन्दैछौँ फेरि है। तर यहुदी राष्ट्र र जातिको विषयमा राम्रो ज्ञान भएको कोही व्यक्ति यहुदीले यो पुस्तक लेखेका थिए भनी हामी अनुमान गर्न सक्छौँ। यहुदीहरूको भनाइ थियो एकदमै आज ज्ञानी को थियो है, ज्ञानले भरेको यहुदी जातिहरूमा को चाहिँ राम्रो थियो है, परमेश्वरको आज्ञा पालन गरेर हिँड्ने त्यस्तो व्यक्तिले लेखेको होला भन्नेमा एउटा अनुमान गरेको छ। अनि एस्तरको पुस्तकमा परमेश्वरको नाउँ उल्लेख भएको छैन। र यहाँ चाहिँ अब कस्तो कुरा छ भने परमेश्वरको नाउँ चाहिँ उल्लेख भएको छैन भन्नुको अर्थ परमेश्वरलाई पुकारेकै छैन। यो पुस्तकभरिमा पनि कसैले परमेश्वरको नाम लिएको छैन, पुकारेको छैन। यो कुराहरू पनि बुझ्छौँ हामी। तरै पनि हामी यहाँ देख्दछौँ कसरी परमेश्वरले षड्यन्त्रहरू पल्टाउन सक्नुहुन्छ। र पनि उहाँको नाम नगरे तापनि कसले षड्यन्त्र गर्दैछ नराम्रो काम गर्नुको निम्ति, मारकाट गर्नु, हत्या के षड्यन्त्र गरेको कुराहरूलाई उहाँले चाहिँ कसरी पल्टाउनुहुन्छ, त्यो कुरालाई कसरी हटाउनुहुन्छ, त्यो कुराहरूलाई पनि हामी बुझ्न सक्छौँ। र आफ्नो जनको सुरक्षाको लागि अचम्मको युक्त निकाल्न पनि उहाँले सक्नुहुन्छ। यो कुराहरूलाई पनि यहाँनिर बताएको छ यो पुस्तकले है। र अब आफ्नो यहुदी जातिहरूलाई अब त्यो ठाउँबाट निकाल्नुको निम्ति परमेश्वरले कस्तो कामहरू चाहिँ गर्न सक्नुहुन्छ, यो कुराहरूलाई पनि हामी यहाँनिर बुझ्न सक्छौँ। हुन्छ। र अब पुस्तकको परिचय तपाईँहरूको बिचमा सकिएको छ।
र अब पुस्तकभित्र चाहिँ कस्तो कस्तो कुराहरू लेखेको छ त त्यो कुरालाई हामी बुझ्न सक्छौँ है। रानी बस्तीको है पद पद चायुत भन्ने कुरा चाहिँ भन्नुको अर्थ चाहिँ अब रानीले त्यति बेला रानी बस्ती भन्ने थियो एस्तारभन्दा अगाडि राजाको पत्नी है। अनि बस्ती भन्ने हुनुहुन्थ्यो उहाँले। आज उहाँ हुँदाहुँदै एस्तारलाई राजाले किन बिहा गर्नुहुन्छ पुस्तकमा के कारणले हो? बा बस्तीले उहाँको आज्ञालाई उल्लङ्घन गरेको हो कि या आज्ञा पालन नगरेको हो कि बा आफू खुसी खुसी गरेको कारणले हो कि बा बस्तीलाई छोडेर मात्रै बा एस्तारलाई बिहा गर्नुहुन्छ कि? अब यो कुराहरूलाई तपाईँहरूलाई मैले एउटा टेलर जस्तो दिँदैछु के होला कसो होला भन्ने पारिदिइरहेको छु तपाईँहरूलाई, किनभने तपाईँहरूले बाइबल पढ्नुहुन्छ भनेर है। अनि यो कुरालाई तपाईँहरूले बाइबल खोल्नुहोस् बुझिहाल्नुहुन्छ बस्ती रानी किन के भएको छ कस्तो भएको छ त्यो कुरालाई बुझ्न सक्नुहुन्छ है। अनि एस्तर महारानी भए कि अब हेर्नुहोस् बस्ती रानी हुँदाहुँदै अब एस्तर महारानी भएको कुराहरूलाई पनि तपाईँले यहाँभित्र बुझ्न सक्नुहुन्छ है। अनि त्यस्तै गरेर मुर्दकाईले षड्यन्त्र भेटाएका अघि पुस्तकको परिचयमा हामी हेर्छौँ कि के छ भने अब षड्यन्त्र गरेको ठाउँमा परमेश्वरले उहाँको नाम परमेश्वरको नाम नपुगार्दा पनि परमेश्वरले कसरी बचाउनु हुँदैछ है उहाँले। अनि त्यो कुराहरूलाई चाहिँ अब जो षड्यन्त्र भएको कुरा चाहिँ अब यहाँ मुर्दकाईले यो कुरालाई थपाइरहेछ है। अनि यहुदीहरूलाई नाश गर्ने हामानको षड्यन्त्र थियो खासमा चाहिँ यहुदीहरूलाई उसले चाहिँ षड्यन्त्र गरेको थियो। उसको नाम थियो हामान भनेर है। र ऊ चाहिँ राजापट्टिको ठुलो पदमा थियो ऊ चाहिँ है, ठुलो पद भएको व्यक्ति थियो। तर पनि उसले किन यस्तो गर्यो र बादमा उसको दुर्दशा कस्तो हुन्छ आज यो एस्तरको पुस्तकमा बताएको छ है। अनि एस्तरको फेरि है एस्तरको सहायताको निम्ति चाहिँ मुर्दकाईको अनुरोध पनि भएको छ यहाँनिर यो पुस्तकमा। अनि राजालाई एस्तरको बिन्ती कसरी चढाएको छ, कुन समयमा चढाएको छ, राजा कस्तो भएको बेलामा चढाएको छ बिन्ती र राजाले बिन्ती एस्तरको सुन्नु भयो कि भएन यो कुरालाई तपाईँले बुझ्न सक्नुहुन्छ है। मुर्दकाईको विरुद्धमा हामानको क्रोध। अब मुर्दकाई चाहिँ खास भनौँ भने बाइबलमा फेरि एस्तरको को पर्छ होला है। र मुर्दकाईपट्टि उसको विरोधमा हामानले चाहिँ किन चाहिँ क्रोध गरिरहेको छ, किन उसलाई रिस उठिरहेको छ है, त्यो कुराहरूलाई बुझ्नुपर्छ। हामान र मुर्दकाईको बिचमा चाहिँ कस्तो कुरा हुनु खोजिरहेको छ र त्यस्तो भइरहेको छ त्यो कुरालाई बुझ्न सक्नुहुनेछ। अनि मुर्दकाईको सामना कसरी भएको छ, अनि हामानको फाँसी भएको कुराहरू छ यहाँनिर। हामानको फाँसी किन भयो, मुर्दकाईको सामना किन भयो, यो कुराहरूलाई पनि तपाईँहरूले यहाँनिर बुझ्न सक्नुहुनेछ। कोसँग सामना भइरहेको छ त्यो कुरालाई बुझ्न सक्नुहुन्छ है। यहुदीहरूका पक्षमा राजाको नयाँ उर्दी कस्तो भएको छ। आज यहुदीहरूको विषयबाट लिएर राजाले के उर्दीहरू गर्नुभयो भन्नुपर्दा कस्तो कस्तो कुराहरू कस्तो कानुन बनाउनु भयो या बचाउनु भयो उहाँलाई बा परमेश्वरसँग डराउनु भएको कुराहरू हो कि बा के छ कि। तर यहाँ परमेश्वरको नाम त उल्लेख गरेको छैन। तर कुन प्रकारले केद्वारा चाहिँ राजाले उर्दी गरिरहेछ यहुदीहरूको लागि है। अनि यहुदीहरूको विजय कसरी भएको छ, कुन प्रकारले कोद्वारा भएको छ त्यो कुरालाई पनि बुझ्न सक्नुहुनेछ तपाईँहरूले है। अनि पुरिमको फेरि उत्साह। अब यहाँ पुरिमको उत्साह भएको छ अरे त्यो पुरिम भन्ने जग्गाको नाम हो कि जातिको नाम हो कि, र यहाँनिर उत्सव भएको छ त्यो के भएको सबै कुरो जान्नुहुन्छ। अनि मुर्दकाईको महानता राजाले देखेको हो कि या रानी एस्तरले देखेको छ कि उसको महानता कामहरू त्यो कुरा बुझ्न सक्नुहुन्छ। ऊ महानता भएर या ठुलो पदहरू पाएको छ कि या देश मात्रै अधिकार पाएछ कि या उसले कुनै बस्ने ठाउँ पाएको छ कि त्यो कुराहरू सबै तपाईँहरूले बुझ्न सक्नुहुनेछ। 17वाँ पुस्तकको परिचय मैले तपाईँलाई दिइसकेको छु र साथै भित्र कस्तो कस्तो कुराहरू लेखेको छ त्यो कुरा पनि तपाईँलाई मैले बताइसकेको छु। अनि मलाई विश्वास छ कि आज तपाईँहरूले यो धेरै कुरोहरूलाई सुनिसक्नुभयो। अब मलाई विश्वास छ तपाईँहरू धेरै पढ्नुहुनेछ र दिनमा 3 अध्याय गरेर तपाईँले धर्मशास्त्रलाई पढ्नुहुनेछ मलाई विश्वास छ। र म यो कुरालाई यतिमै राख्न चाहन्छु र जतिजना मलाई सुनिरहनु भएको छ देखिरहनु भएको छ जतिजनालाई यो कुराहरू मन पर्दैछ बाइबल पढ्नेको तरिकाको बारेमा मैले जति कुराहरू तपाईँलाई सिकाइरहेको छु जतिलाई मन परेको कुराहरू मलाई विश्वास छ कि तपाईँहरूले धेरै मात्रामा सेयर गरिदिनुहुनेछ
लाइकहरू कमेन्टहरू लेखिदिनु हुनेछ र साथै अनि सब्सक्राइब पनि गरिदिनु हुनेछ भन्ने मलाई तपाईँहरूमा आशा भरोसा विश्वास छ। किनभने हामीलाई भनेको छ देश देशमा जाऊ, विश्वमा जाऊ, मेरो सुसमाचार प्रचार गर अनि पिता पुत्र पवित्र आत्मा नाममा बप्तिस्म देऊ अनि चेला बनाऊ भनेको छ है। र आज हामी युट्युबद्वारा धेरै ठाउँमा यसरी परमेश्वरको ज्ञानहरूलाई हामी पुर्याउन सक्छौँ। तपाईँहरू पढ्नुहोस्, ज्ञानी बनिनुहोस्। आज योभन्दा खुसीको कुरा अरू केही छैन। अघि भनेको जस्तै आफ्नो देशमा, आफ्नो परिवारमा, छिमेकीमा सुधार ल्याउनुहोस्। म यही कुरो तपाईँहरूको बिचमा भन्न चाहन्छु है। मलाई विश्वास छ तपाईँले पढ्नुहुन्छ। धन्यवाद। तपाईँले आज धेरै ध्यानसँगले यो कुरालाई सुनिदिरहनु भएको छ। र म फेरि अब जब 66वटा छ है, 66वटा बुक छ हाम्रो। यो जब यो 66वटा बुकको परिचय र भित्र लेखेको कुराहरू सकिन्छ, त्यसको नेक्स्टमा म तपाईँलाई त्यसको बादमा म तपाईँहरूको बिचमा एकदम गहिरो गहिरो गुप्त लुकेको छुपेको कुराहरूको वचनहरू म तपाईँहरूको बिचमा लिएर आउनेछु है। र त्यो वचनमा आज हामीलाई यहाँ हामी चाहिँ जति पनि भन्छौँ नि जहिले पनि है, पास्टर एल्डर डिकनहरू मात्रै शुद्ध हो, उनीहरूले मात्रै हक पाउने, उनीहरूले मात्रै गर्नुपर्छ र अर्कोले गर्नु हुँदैन, यो काममा उहाँलाई भन्नु, यो काममा उहाँलाई भन्नु, त्यो कुराहरू मात्रै हामी बुझ्छौँ है। तर धर्मशास्त्रले चाहिँ के भनेको छ त? हामीलाई भनेको छ नघटाऊ नबढाऊ भनेको छ नि त है। अनि नघटाइकन नबढाइकन धर्मशास्त्रले भने अनुसारको वचनहरू म तपाईँहरूको बिचमा म लिएर आउनेछु है। धन्यवाद। धन्यवाद। हृदयबाट म तपाईँहरूलाई सुन्नेलाई हृदयबाट धन्यवाद दिँदै म यो पुस्तकको परिचयलाई, बाइबल पढ्नेको तरिकालाई यतिमा अन्त गर्दै फेरि तपाईँ हामी सबै मिलेर उहाँलाई भन्नेछौँ। जय मसीह। थ्याङ्क यू।